यो प्रब्लम पटक्कै बुझ्एन है। ल पक्नुस्, यो फिगर सिरिजको प्रब्लमलाई म यो ड्र गरेर बुझाउँछु है। जस्तो यो जुन फिगर ए छ यसमा के चेन्ज भएको रहेछ त, यो एउटा मात्र चेन्ज भएको रहेछ हेर्नु त, यो एउटा मात्र चेन्ज भएको रहेछ हेर्नु त, यो पार्टमा चेन्ज भएको छ, यो एउटा, बाँकी सबै सेम छ। अब तेस्रो फिगरमा जानुभयो भने यो भन्दा बाहेक यसको लेफ्ट साइडमा यो दुईवटा फिगर, यो दुईटा कर्वको डाइरेक्सन चेन्ज भएको छ हेर्नुस्, दुईटा कर्वको डाइरेक्सन चेन्ज भएको छ, बाँकीहरू सबै सेम छ। फेरि नेक्स्टमा जानुभयो भने 1 2 3वटाको चेन्ज भएको छ हेर्नुस्, 3वटाको चेन्ज भएको छ हेर्नु त, यो यहाँ पुगेको छ नि त हामी। अब हेर्नुस् यसमा चेन्ज भएको छ, यो एउटा चेन्ज भयो 1, त्यहाँदेखि माथि 2, त्यसपछि यो माथिको 3वटामा चेन्ज भएको छ हेर्नुस्, यो माथिको 3वटामा चेन्ज भयो कि भएन, देख्नुभयो कुन कुनमा चेन्ज भएको, 3वटामा चेन्ज भएको छ, ठिक छ। यहाँ एउटा चेन्ज भयो, यहाँ दुईटा चेन्ज भयो, यहाँ 3वटा चेन्ज भयो, हामी यहाँ आइपुगेका छौँ हेर्नुस्। यस पछाडि फेरि तपाईको अर्को फिगरमा के भयो त, एउटा चेन्ज भएको छ जम्मा, यहाँ हेर्नुस् त, यो एउटा मात्र चेन्ज भएको छ, एउटा मात्र चेन्ज भएको छ हो। अब नेक्स्ट फिगर के हुन्छ त, हाम्रो एन्सरको लागि त नेक्स्ट फिगर चाहियो। अब हाम्रो नेक्स्ट फिगर भनेको हाम्रो यो एन्सर फिगर भनौँ न, हाम्रो यो एन्सर फिगरमा चाहिँ अब कसको पालो आयो त, अब यहाँ एउटा मात्र चेन्ज भएपछि अब यहाँ दुईवटामा चेन्ज हुनु पर्यो कि परेन, दुईवटामा चेन्ज हुनु पर्यो। अब कुन कुन दुईवटामा यही चिन्नु पर्यो क्या, कुन कुन दुईवटामा यहाँ आइपुगेका छौँ, एन्टी क्लकवाइज मुभमेन्ट भइरहेछ, यो तलको दुईवटामा चेन्ज हुनु पर्यो। अब यसलाई चेन्ज गरेर यो बनाइदिउँ है, त्यस पछाडि यसलाई चेन्ज गरेर यस्तो बनाइदिउँ। अब यो चाहिँ के भयो त, हाम्रो फाइनल एन्सर भयो। अब यो चाहिँ हाम्रो यो फिगरमा गएर अब हामीले चिन्नु पर्यो। अब यसमा चिन्नुहोस्, अब यो यस्तो फिगर कहाँ बनेको छ हेर्नु त, यति फिगर त चिन्नु पर्ने हो हामीले। अब यहाँ हेर्नु त कम्पेयर, हामीले यो दुईवटा यो दुईवटा चेन्ज गर्नुपर्ने हो नि त, यो दुईवटा चेन्ज गर्दा कहाँ आइपुगिन्छ हेर्नु त, यो अप्सन ए मा आइपुगिन्छ कि पुगिँदैन, यति त यसरी चिन्नुपर्छ है त। ल